पाथी भाडाको अर्जुन धारा माता यो पाथी भाडा के अरे यो अर्जुन धारा उसको हो नि यो झापाको हजुर झापाको अर्जुन पूर्वको पशुपति हो अर्जुन धारा जलेश्वर धाम ए अलि अर्जुन धारा जलेश्वर धाम कति बजी खुल्छ गुरु यो बिहान सधैँ बिहान 5 बजी खुल्छ 5 बजी खुल्छ बेलुका 3 बजी 11 बजी बन्द भएको 3 बजी खुल्छ अच्छा ए अनि यसको बारेमा बाण हानेको होइन यो बाण हानेको अर्जुनले विराट राजाको 10,000 गाईलाई पानी खुवाएको ठाउँ हो ए अच्छा ल राम्रो अरू यसको प्रख्याति त्यही हो नि यही हो यो कस्तो के हो भने 12 वर्ष वनवास 1 वर्ष आज्ञातावास हो र 12 वर्षमा 11 वर्ष कटाइसक्नुभयो वनमा 1 वर्ष आज्ञातावास बस्दाखेरि विराट राजाकोमा बिहाननालाको रूपमा अर्जुनजी हुनुहुन्थ्यो अरू सबै अर्कै रूपमा भेष लिएर बस्नुभएको थियो बस्दाखेरि किच्चकले द्रौपदीलाई कुदृष्टिले हेर्दा द्रौपदीको साडी गरेर सबै जाने अद्भुत नै छ यो वैदिक कुराहरू छ हाम्रो वैदिक कुरा चाहिँ अद्भुतै हो होइन यो विज्ञान नयाँ विज्ञानको लागि अद्भुतै हो पाँचथरीतिर बढेका पहाडीले अनि आसामतिरबाट कतिपय आसामको पहाडीबाट कोही पूजाबाट पश्चिमतिरका जिल्ला आसामका यो पढाइ भइरहेको छ अर्जुन धारा जलेश्वर धाममा विद्यार्थीहरू हुनुहुन्छ यो संस्कृत विद्यामा पारङ्गत पनि हुनुहुन्छ सो पढिरहनु भएको छ यसको बारेमा अलिकति सजिलो यसको सानो पाथिभरा माताको दर्शन रातो खालको एकदम यता छ हात दुइटा त्यहाँ छ उता उतापट्टि जेरी बनाइदिएको सरस्वती मदितिं दक्ष मृतरं नमाम पावनां शिवां महालक्ष्मी च विद्महे सर्वशक्ति च धीमहि तन्नो देवी प्रचोदयात् अदितिर्य जनिष्ठदक्षया भूतातव मां देव अन्यलायन्त कपरा अन्तवन्दः कामो योनि कमलावज्रपाणिर्गुहा हसामादृशा ब्रह्मेन्द्रः गुणर्गुहा सकला माया च पुरच्चैषा विश्वमाला वेद्योम् एषात्मशक्तिः एषा विश्वमोहिनी पाशाङ्कुशधूर्वाधरा एषा श्रीमहाविद्या सशुकं तरति नमस्ते अस्तु भगवती मातरस्नान् पायि सर्वतः सैषाष्टो वसवः सैषैकादशरुद्राः सैषा द्वादशदित्याः सैषा विश्वे देवाः सोमपाश्च सैषा या प्रधानासुरा रक्षांसि पिशाचा यक्षाः सिद्धाः सैषा सप्तरस्तमाहि सैषा ब्रह्म विष्णुरुद्ररूपिणी सैषा प्रजापतिरमणः सैषा ग्रह नक्षत्र ज्योतिंसि कलाकार्थादिकारूपिणी तामहं प्रणौमि नित्यं पापापहारिणीं देवीं भुक्तिमुक्तिप्रदायिनीं अनन्तां विजयां शुद्धां शरण्यां शिवदां शिवां द्व्यधिकारसंयुक्तं भीतिहोत्रसमन्वितं सबै रहेछन् ल भन्नु त यसको बारेमा के छ यहाँ ठुलो फेदीको बारेमा कति चिसो छ वर्षा बिचमा के छ कसो छ ल भन्नु त अहिले हामी यहाँ आगो त बिहानको टाइम छ ल भन्नु दाइ तपाईँको बारेमा भन्नु त म भिडियो बनाइदिइरहेको छु हजुर नमस्कार नमस्कार अहिले चाहिँ ठुलो फेदीमा अहिले यो माघमा चाहिँ धेरै चिसो हुन्छ पुष माघ है मङ्सिरदेखि चिसो बढ्छन् अनि लगभग चैत वैशाखदेखि अलिक चिसो हट्दै जान्छ पानी पर्छ त्यतिखेर पनि बर्खा मासमा हिउँदोमा चिसोले सताउँछ यहाँको वातावरण यस्तै छ
हुन्छ हजुर धन्यवाद। यहाँ होइन होटलहरूको बसेको कतिवटा छन् अनि त्यो खाने बस्ने राम्रो छ, सुविधा छ। नम्बर पनि आउँछ क्या नम्बर भन्दैन नम्बर तपाईँ अनि यहाँ चाहिँ अहिले पानी हिउँदोमा चाहिँ पानी जम्छ, पानी तताएर हामी दिन सक्छौँ एक जग 2 जग। अनि सुविधा जे जति हामीले सकुन्जेल दिन्छौँ। अब यहाँ खाना पनि हिजो त खाना मिठो खुवाउनु भयो, खानाहरू सादा मिल्छ, तातो खाना खुवाउनु भएको छ। सादा खाना मिल्छ। खानाको पर रेट एकजना बराबर 300 हो। ठिक छ, हो त्यो पनि भनिदिनु ठिक छ। अनि यहाँको बसेको कति लाग्छ त्यो पनि भनिदिनु। अनि यहाँको चाहिँ के छ भने मान्छेहरू धेरै तलको आउँछ, धेरै चिसो छ भन्ने कुरोहरू नि हामीलाई जानकारी आउँछ, बताइराख्नुहुन्छ। अनि बिहान धेरै चिसोमा चाहिँ हिँड्नु सकिँदैन यहाँ अहिले चाहिँ। लगभग 6-7 बजीतिर चाहिँ घाम आइपुग्छ यहाँ, घाम आउँछ, अलिक तातो हुन्छ। हुन्छ हजुर धन्यवाद। नम्बर भन्दा यसमा नम्बर 9862 918469 मेरो नम्बर यही हो। बहिनीको नम्बर पनि बहिनीको नम्बर 985। तातो तितो छ फोटो पनि अलिअलि ठिक छ। नारायण नारायण ढुक्कै भयो। ओम नमो नारायणम नमो नारायणम नमो नारायण। कति राम्रो आगो तपाईँ। समझ्यो तातो छैन हजुर? बढिया छैन हजुर? एकदम बढिया। आनन्द छँदै जानु कहाँ जानु छ दिक्दास बनु हाम्रो कविले भनेका रहेछन्। फोटो पनि खिच्यो एउटा दुईटा टक्क लाएर। तर यस्तोमा त हामी कैलाश मानसरोवर कहाँ यति छैन नि सबै त्यो पाथीबाट सन्तहरूको पनि यहाँ मिलन भइरहेछ। पथिबाट जानलाई तयारी भइरहेछ यसरी। ओम नमः पूर्वे खाम पन्था मनुष्य धीरा अन्नारे धीरे रथ्यो नरस्मिन्ना सत्याग्रतो दूरमुदैति दैवन्तं दूरंगमं ज्योतिखां ज्योतिरेः कान्तन्मे मनः शिव संकल्पमस्तु येन कर्माण्यपशो मणिखिलो जन्मे किर्वन्ति विरथे खुदि सत्य सनातन धर्म को जय जय। धर्म का नाश होस्, प्राणियों में कल्याण होस्, विश्व का जय होस्, गौ माता की जय होस्। वेदों का अनुसंधान हो। अलिकति प्रतिक्रिया कस्तो अनुभव कस्तो भइरहेछ हजुरलाई? अनि यो कतिौँ चोटि? पहिलोचोटि दोस्रोचोटि कति दोस्रोचोटि हो? ए दोस्रोचोटि पनि पहिलोचोटि पनि ट्याक्सीमै जानु होइन नि यो चाहिँ रमाइलो ट्याक्सी। अनि एक दिन चाहिँ तपाईँको एउटा हाम्रो काम गर्ने मान्छे म मात्रै तल झर्दै थिएँ। अनि अघिल्ला त्यो ऊ केही दियो उहाँले लिनुभयो, के होला त्यो सामान्य साधारण भइसकेको थियो होइन। अनि त पोलेको मकै चाहिँ दिएर छ खाने। अनि मलाई देखेर झस्किनु भयो, अरे म त आज म त ल यो पानीलाई यो सम्झु पनि होइसिन्छ भने बिर्सिएला के भन्नुहुन्छ? सबै माताजीहरू सबै हुनुहुन्छ, सबै माता आइसकेका छ। हामी नजिक पुगिसकेका छौँ माताको। कुन धान हजुर? ल यही छ नजिक है अब आमाको त्यसबाट ल ए कसरी मजासँग यहाँ लिएर आउँदै हुनुहुन्छ। हरि ओम हरि ओम हरि ओम हर हर ओम हरि ओम। तिम्रो नाम कहाँ हो, के कहाँ बस्छौ, के गर्छौ ल भन त बाबु? बस्ने चाहिँ फाकुम्बा, नाम लाग्दा तेम्बा। के भन्नु? कतिमा पढ्छौ बाबु? हजुर 7मा पढ्छौ। अनि यो भारी बोक्न सक्नु ल ल भन त नाम के हो नानु? बानी खतिवटा। तिमी छोरी हो, कतिमा पढ्छौ? 4मा। कस्तो लाग्यो आज? कहाँदेखि आएको नानु?
झापादेखि कहिले आएको हो? हिजो आएको। कस्तो लाग्यो? माताको दर्शन भयो? के भन्नुभयो माताले? धेरै पढ भन्नुभयो? देशको सच्चा नागरिक बन्न भन्नुभयो कि भन्नु भएन? भन्नुभयो। अनि आहा ल नारायण। आमाले सिकाएको संस्कार र बाबाले सिकाएको सङ्घर्षले मात्र जीवनको चुनौती पार गर्न सक्छौँ। आमा आस्थाको मूर्ति र बाबा भरोसाको खम्बा हुन्। यस्तो हुन्छ यहाँको गुनासोहरू पनि। यस्तो कस्तो राम्रो काग पनि यहाँको फरक फरक हुन्छ भन्ने कुरो सुनिएको छ। रुखहरू यस्ता हुँदो रहेछन्। यो हाइटमै छ तर यहाँ स्वामीजीहरू विश्राम गर्दै होसिन्छ त्यतापट्टि। लाग्यो कस्तो लागिरहेछ? अनि कोसँग बोकेर हिँडेको हो? बाबाले बोकेको? अब भोलिपछि बाबालाई बोक्ने हजुरले आएस? हस् हजुर पढ्ने हो। अनि मातासँग के माग्नु भयो? के भनेर माग्नु मातालाई? बुद्धि मागे अरे। घटना नहोस्। के भन्नु हो? बाटोमा हिँड्दाखेरि घटना नहोस् माग्नु भयो? ल जय होस्। आहा कति राम्रो। अनि पढ्नु पनि मागेको? आमा खुसी हुने भयो त? ल राम्रो। ल जय होस्। कुरो र गगटो मर्छन् खुसी आउँदा, आफ्नो देह सखाप हुन्छ बिचरा सन्तान जन्माउँदा। फुल्दा बाँस मर्यो फलेर कहिल्यै बाँच्दैन केरा पनि। फुल्दा बाँस मर्यो फलेर कहिल्यै बाँच्दैन केरा पनि। अर्काको हित निम्ति मर्न सकियोस् साकार होस् जीवनी। कस्तो लाग्यो? रमाइलो। नारायण नारायण नारायण। जय मातृ। कसरी आइ? राम्रो लाग्छ मलाई त्यो हिमचुली आकाश निलो छुने। राम्रो लाग्छ मलाई त्यो हिमचुली आकाश निलो छुने। नेपाली अनुहार घाम जलमा पाकेर रातो हुने। गाएका बनछारी मनि बसी मिठो छ बोली हकी। गाएका बनछारी मुनि बसी मिठो छ बोली हकी। गालामा पसिना पियार दिलमा पहाडिया जिन्दगी। गालामा पसिना पियार दिलमा पहाडिया जिन्दगी। ओम नमः पार्वती पतये हर 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 महादेव। यो माताको तस्बिर हो हजुरहरूलाई यो क्षेत्र विकास हजुर दिदी हजुर पनि आउनु न। गुरु हजुर पनि जानु हजुर सबैको। अनि हाम्रो टिम सहित खिच्छु नि म एउटा पहिला। हजुर पनि जानु ईश्वर दाजु जानु। ईश्वर दाइ हजुर पनि जानु। हजुर पनि जानु। हजुर म खिच्छु पहिला एउटा मैले पेजमा लाउने गरी एउटा पहिला खिच्छु त्यस पछाडि आउँछु। मेरो लिने चाहिँ कोही होइन। भिडियो बनाइरहेको छु मैले। भिडियो बनाइरहेको छु। हजुर पनि जानु छ भिडियो छ। ए ल ए हस् ल। आज 2082 साल माघ महिनाको 16 गते सुदूरपूर्वको प्रसिद्ध एक धार्मिक स्थल पाथिभरा मन्दिरमा हाम्रो आदरणीय श्रद्धेय गुरुहरू आदरणीय गुरु दाईहरू दिदीहरू पाथिभरा देवीको दर्शनमा आउनु भएको छ र पूजा गर्दै गर्दाखेरि श्रद्धेय गुरुहरूलाई माताको तस्बिर एउटा चिन्ह स्वरूप दिने एउटा मनसाय पाथिभरा क्षेत्र विकास समितिको तर्फबाट माताको चिन्ह तस्बिर दिएर गुरुहरूलाई एउटा ल पाथिभरा भगवती आमाले हामी सबै जगत प्राणीलाई रक्षा होस् भन्ने क्रममा हाम्रो सबैजना हाम्रो श्रद्धालु भक्तजनहरूसँगको चाहिँ एउटा भेट
पाथिभैरा देवी भगवती हामीले आमाले हामी सबैको कल्याण गरून्। पाथिभैरा देवी की, पाथिभैरा देवी की, पाथिभैरा देवी की। ल यो यति राम्रो मौसम खुलेको बेला श्रद्धालु भक्तजनहरू सहित हाम्रो आदरणीय व्यक्तित्वहरू, श्रद्धेय गुरुहरू, मेरो प्यारे दिदी भेना होइन, हाम्रो कर्मचारी साथीहरूसँग यसरी भेला हुने एउटा मौका जुर्यो। अनि हाम्रो दिदी एउटा भगवानको किताब पढ्दै हुनुहुन्छ। अघिदेखि कति अध्याय, 9 अध्याय कति भन्दै हुन्थ्यो, 11औं पुगिसक्नुभयो। एकदम खुलेको मौसम छ, मजाले आँखाले भ्याएसम्म हिमालहरू देखिन्छ होइन, एकदम रमाइलो छ। पाथिभरामा आज एउटा यो यसरी भेला हुने, दर्शन गर्ने क्रममा यसरी भेला भएर भिडियो लिएको है। यहाँ सबैजनालाई नमस्कार। पर्ख्यो भीमा देवी तविख्यातं तन्मे नाम भविष्यति यदा रुडाख्यस्त्रैलोक्य महाबादं करिष्यति तदाहं रामरं रूपं कृत्वा संख्ये यशतपदं त्रैलोक्यसहितरथाय वदिष्यसि महासुरं रामरिति च मां यदा बाधानभूतं तदा घरमा कोही बोल्दै नबोल्ने होला, केही अङ्ग्रेजी बोल्छ भन्ने हुन्छ मान्छेलाई। अहम इन्द्राग्नि अहम अश्विना भुवम् अहम सोमं तुष्टारं पुष्णं भगवामि अहम ददामि दर्मिणं भविष्यति अहम ब्रह्माणं विष्णुमरूपं के भनेको यो पाथिभरा माताको तल मेन ठाउँमा दर्शन गरेर हामी उकालो लगाएर अब आफूलाई मुख्य दर्शन तल हो। आमा बस्ने तल चाहिँ हुँदो रहेछ। यहाँ चाहिँ त यो सबै सार्वजनिक हो, तल सबैजना अलिक गाठो छ। यहाँ देखेको छ जुन यो कुम्भकर्ण हिमाल हो, यो अब अलिकति देखिया छ, त्यति राम्रो नदेखिन सक्छ। यो कुम्भकर्ण हिमाल यसरी देखिएछ। यहाँ स्वामीजीहरू आउनुभएको छ, सन्तहरूको कस्तो हुँदो रहेछ सन्तसँगको चाहिँ तीर्थयात्रा भनेर मैले अनुभव गर्ने मौका पनि पाएँ। यसरी अनुभव भयो। उहाँहरू निष्ठा खानाको भन्दा पनि एउटा श्रद्धा र भक्ति हुँदो रहेछ। सन्तहरूको चाहिँ छुट्टै किसिमको मिलन, छुट्टै किसिमको सन्त शक्ति हुँदो रहेछ। त्यो हिसाबले महसुस हुँदैछ। यहाँ माताहरू हुनुहुन्छ, त्यसैले सन्त मिलन भनेको चाहिँ यतिकै सरल हुँदो रहेनछ। यसरी चाहिँ हामीले यहाँ मातालाई विभिन्न भाषामा प्रयोग गर्नुभयो कि सबैलाई हामीलाई आनन्द छ, आशीर्वाद छ माताले भन्नुभयो भनेर चाहिँ उहाँले व्यक्त गर्दै हुनुहुन्थ्यो। स्वामीजीहरू अगाडि हुनुहुन्छ दर्शन गर्दै गर्दै। यहाँ अघि हामीले दर्शन गरेरै गएका ठाउँ हो। फेरि दोहोऱ्याएर हामी तल माको मुख्य दर्शन गरेर यहाँको कागहरूको पनि स्वर एकदम फेरि के स्वर छ, ठुलो काग छन्। त्यो काग नभएर त्यो किसिमको म बस्ने भन्दा नि म यहाँ खिच्नेमा छु क्या। म बस्ने मेरो पर्दैन। यहाँमा के भन्दै हुनुहुन्छ उहाँहरूको आजको दिव्य दर्शन माताजीले भनिसक्नुभयो होइन। यो एकदम दिव्य दर्शनमा छौँ हामी। माताले एकदम सबैलाई कल्याण हुन्छ भन्नुभएको छ। अनि हामीले पनि देशको रक्षा होस्, देशको कल्याण होस्, हामी हिन्दू धर्मको चाहिँ संरक्षण होस् भन्ने कल्याणका साथ जनकल्याण होस्। ओम श्री गणेशाय नमः।
श्री साई श्री गणेश सायनम सिद्धि विधि विनायक जय गणपति गणनाथ सिद्धि विधि यो गणपति गणनाथकोदेखि सुरु हो सिद्धि विनायक मेन गेट हो यो मेन गेटबाट सुरु हुन्छ यहाँ सबै अब हिमालय स्पष्ट देखिएको छ आज 2082 साल माघ महिनाको 16 गते शहीद दिवसको दिन पनि हो यहाँ कुम्भकर्ण हिमाल प्रष्ट देखिन्छ त्यसपछि गएर यहाँ गणपति गणनाथको दर्शन गरिसकेपछि क्रमशः हामी यहाँ आउँदैछौँ शिवको ओम नमः शिवाय यसरी ओम नमः शिवाय भन्छौँ हामी शिवको यहाँ छ प्रष्ट रूपमा शिवलाई दर्शन गरेर अर्ध परिक्रमा गरेर शिवको परिक्रमा गरिसकेपछि माताको दर्शनको क्रममा हामी प्राय गरेर सबै ठाउँ घुम्न जान मिल्दैन त्यस कारणले चाहिँ यहाँ बिस्तारै यता हिमालहरूको दर्शन गर्दै हिमालहरूको चाहिँ यहाँ ठुलो त्रिशूल छ एउटा त्रिशूल राखेको छ यो त्रिशूल छ यहाँ यो त्रिशूलको पनि हामी हेर्नेछौँ र यसपछि क्रमशः यता गएर यता भगवानहरूको दर्शन क्रमशः हामी गर्दै जानेछौँ र दर्शन गर्ने क्रममा यहाँ भगवानको दर्शन गर्नुभन्दा पहिला यहाँ अरू भगवानहरूको दर्शन हुन्छ यहाँ भगवानहरूको दर्शन यहाँ गराइएको छ यसरी त्रिशूल राख्ने ठाउँहरू छ कसैले त्रिशूल चढायो भने यहाँ त्रिशूल राख्ने ठाउँ यो लेखेको छ यहाँ त्यसपछि क्रमशः यहाँ घण्टाहरू चढाउने ठाउँदेखि लिएर सबैको चाहिँ क्रमशः दर्शन गरेर यहाँ पुनः शिवलिङ्ग छ शिवलिङ्गको दर्शन गर्दै माताको दर्शन गर्नुभन्दा पहिला यसरी यो दर्शन गर्दै यहाँ पितृहरूलाई पनि स्मरण गर्दै सबैको स्मरण गर्दै यहाँ माथिबाट प्रष्ट देखिन्छ माथिको यहाँ सबैको दर्शन गर्दै घरको पितृदेव कुलदेवताहरूको स्मरण गर्दै मात्रै माताको दर्शन गर्न पाइन्छ यहाँ हुनुहुन्छ यहाँ लास्टमा यहाँ कुलदेवताको पनि दर्शन हुन्छ त्यहाँपट्टि यहाँ पूजा भइरहेछ हामी जानेछौँ त्यहाँ यसरी त्यो गरेर आइसकेपछि माताको दिव्य दर्शनलाई हामी प्रवेश गरेर फेरि पुनः यतापट्टि फर्केर जानेछौँ यहाँ माताको पार्षदहरूको दर्शन गर्दै यो सामुन्यमा देखेको जुन हिमाल हो त्यो कुम्भकर्ण हिमाल हो प्रष्ट देखिन्छ एउटा हिमाल कुम्भकर्ण हिमाल दर्शन छ यहाँको कागहरू पनि अलिक फरकै किसिमको चाहिँ श्रवण सुनिन्छ ठुलो स्वरले एउटा मात्रै क्राक यस्तो किसिमको चाहिँ हुन्छ यहाँ यो शिवको दर्शन हो यहाँ कागको श्रवण हामी सुन्न सक्छौँ एउटै मात्रै स्वर कागले गर्छ यो बलिदानी देवीको जुन ठाउँहरू छ क्रमशः हामी प्रवेश गर्दै पुनः माताको थानमा प्रवेश गर्ने ठाउँ यो हो यसरी माताको थानमा हामी गइसकेपछि देवीको थानमा हामी प्रवेश गर्दैछौँ नारियल फुटाउने ठाउँ एउटा लेखेको छ यो माताको नारियल फुटाउने नारियल चढाउने ठाउँ यो हो त्यसपछि क्रमशः गएर यहाँ हनुमानजीको पहिला हामी दर्शन गर्नेछौँ
हनुमानजीको बेसी मात्रै हामीले रहेछ त्यसमा चाहिँ भएन हौ फेरि टाइम ल्याउँछ सबैलाई यहाँ छ मालाले ल्याउँदैछु ल एकछिन त टर्न वाइज दादा कत्रो मुख आउँछ यहाँ आउनु समस्त जगतां महनीय मूर्तिर् भद्राणि मे दिशतु भार्गवनन्दनाय प्राप्तं पदं प्रथमतः खलु यत्र भावान् माङ्गल्यभाजि मधुमाथिनि मन्मथे पहाड राख्नु जय माताजीहरू सबै एकैछिन ल यहाँ गुर्ती भाइसँग खिचिहाल्छु कि हामी सबै खिच्नुपर्छ पालो पालो गरी गरी कस्तो राम्रो देख्यो मनिषा पाथिभरा तलतिर आइसकेपछि हामी यहाँ आइपुगेका छौँ यहाँ स्वामीजीहरू गएर मस्तीमा गफ गर्नुहुन्छ यहाँ हाम्रो माताजी आउँदै कर्म भएको हुनाले हामीले आज रोकिया छौँ अलिकति 9:30 10 बजीतिर जाने कुरा छ पाथिभरा यहाँ देखिन्छ माथि चाहिँ यहाँ चाहिँ पाथिभराको म देखाउँछु यहाँबाट देखिन्छ पाथिभरा माताको त्यो देखिन्छ यसरी देखिन्छ यहाँ यसरी देखिन्छ पाथिभरा यसरी अब यहाँ एकजना यात्रु यहाँजना तीर्थ यात्रुले यहाँ यो पनि भन्नुभयो यहाँ मानाभरा भन्ने चिज छ यो सानो मानाभरा हो अब यहाँबाट चाहिँ एन्टिलाइट परेको अब देखिरहेको छैन यो मानाभरा यस्तो छ मानाभरा यहाँ चाहिँ कम मान्छे जानुहुन्छ र यहाँ चाहिँ भन्ने कुरा बुझ्यो यो मानाभरालाई म यसरी देखाउन मैले प्रयास गर्दैछु देखिन्छ देखिँदैन यसलाई गाडी बिग्रेर समस्या काठको कराई पनि फरक किसिमको कराई छ काठले बाबु ठाउँको लागि धरान हामी आएर बसेको ठाउँ यो धरानमा महाराजजी बसेको इच्छा छ ठ्याक्क लारे घरमा हामी बसेका थियौँ स्वागत भयो थियो महाराजहरूको कस्तो राम्रो दिव्य दर्शन भयो यो पिण्डेश्वर धामको दर्शन छ बुढा सुब्बाको लागि प्रवेश गर्दैछ बुढा सुब्बा प्रवेश गरिरहेको छ माताजीहरू आइरहनु भएको छ बुढा सुब्बाको दर्शन गर्दै बुढा सुब्बा
त्यहाँ जाँदा यसो गुरुलाई पनि भेटौँ कि भनेर पुरुषोत्तम हुन्छ हामीलाई काठमाडौँ पुग्ने इच्छा भएको भयो बच्चाहरू बोलेन भने यहाँ आएर यहाँ स्वामीज्यू 115 वर्षको वृद्ध गुरुसँग झाँक्री पूर्व क्षेत्रको संस्कृत गुरु हुनुहुन्छ उहाँसँग चाहिँ उहाँले कुराकानी गर्दै हुनुहुन्छ उहाँको माता परिवार पत्नी भार्या पनि हुनुहुन्छ उहाँ चाहिँ अलि अस्वस्थ हुनुहुन्छ भन्ने कुरो बुझियो छ र उहाँ चाहिँ अझै पनि खाना खानुहुन्छ खाना राम्रै खानुहुन्छ 115 वर्ष 115 इयर्स ओल्ड र उहाँ खाना राम्रै खानुहुन्छ तर बाहिर खाना खानुहुँदैन एउटा विशेषता छ उहाँ भित्रै घरको बनाएको मात्रै खाना खानुहुन्छ त्यसले गर्दा उहाँको आयु एकदम लामो अझै पनि स्वास्थ्य बाहिर एकदम देखिएको छ यो हामीले उहाँसँग इन्टरभ्यू लिँदा थाहा जानकारी भयो हस् धन्यवाद यो सम्राट श्रेष्ठ हुनुहुन्छ जहाँ धरानको अलिकति आर्थिक अवस्था पनि राम्रो र उहाँको श्रद्धा पनि भएको हुनाले उहाँले नै घुमाउने काम गर्दै हुनुहुन्छ यो किताब मन्दिर हो जहाँ उहाँसँग कुराकानी भइरहेको छ यो यहाँ महात्मा परम्परा कहिलेसम्म लियो यो खासै त्यस्तो महात्माहरू आएर बस्ने खाने व्यवस्था थिएन पहिलेदेखि नै होइन संस्थापक त उहाँ नै होइन अरू उहाँले नै समिति बनाएर छोडेर जानुभएको हो खास चाहिँ त्यो बाहेक महात्मा परम्परा छैन केही छैन केही छैन उहाँले नै बनाएको यो स्टार्टिङ चाहिँ सुरुवात गर्नुभएको हो अरू त पछाडि बिस्तारै नै उहाँको दरबारसँग एकदम नजिकै थियो अनि स्वयम्भूको गीता मन्दिर यो वीरगञ्ज र पोखरा कस्तो राम्रो पुरै वालमा नि के अरे होइन भागो के अरे गीताको त यहाँ पनि हाम्रो सबै हजुर सबै गीता हो यहाँ वरिपरि सबै वरिपरि नै छ त्यो त खोला यहाँ पनि छ बाटो माथि हो त त्यही त भनिदिएको छ कामै नराख्ने म्यानेजर हामी सानसानो त्यही उहाँलाई चिनेन मलाई त यस्तो रूपमा देख्दा छक्कै पर्नुभयो बाहिरको बोर्डमा बाँदरले खाइरहेको देखिरहेछ त्यहाँ सन्तहरू गफ गरिरहनु भएको छ धरान हो यो माथि हुनुहुन्छ